वेलकम एभ्रिवान। आज चाहिँ हामी थाइल्यान्डको भिसा कसरी गर्ने नेपालबाट भनेर प्रोसेस टु प्रोसेसको सिकौँ है त। सर्वप्रथम चाहिँ हामी जाउँ वेबसाइटमा। कुन वेबसाइटमा भन्नुहुन्छ भने www.thaievisa.go.th है। यो भनेको कुन हो भन्नुहुन्छ नि, यही हो वेबसाइट है। यो वेबसाइटमा गइसकेपछि तपाईहरूले यहाँ गएर साइन इन को यतापट्टि क्रिएट एकाउन्ट गर्नु होला। क्रिएट एकाउन्टमा गइसकेपछि तपाईहरूले आफूले हाल्न पर्ने सम्पूर्ण विवरणहरू यहाँ हाल्नु होला। यो हालिसके पछाडि तपाईको एकाउन्ट बन्द छ है। अनि यो एकाउन्ट बनिसके पछाडि अनि त्यसपछि तपाईले एकाउन्ट बनिसके पछाडि तपाईहरूले चाहिँ सम्पूर्ण डिटेलहरू चाहिँ हाल्नुपर्ने हुन्छ। र त्यो डिटेलहरू चाहिँ हाल्नको लागि के गर्नुपर्छ भन्दाखेरि हाम्रो यहाँ एप्लाई फर न्यू भिजा अहिलेको हाम्रो जुन वेबसाइट थियो त्यो त्यसमा आइडी बनिसकेपछि एप्लाई फर न्यू भिजामा जानुपर्छ। र गइसकेपछि यहाँ भएको यहाँ सम्पूर्ण कुराहरू माग्छ। यहाँ आफ्नो डिटेलहरू हालेर हामी नेक्स्ट गर्दै जानुपर्ने हुन्छ। र यो भरिसके पछाडि तपाईहरूले सम्पूर्ण हालेको डिटेलहरू चाहिँ एकदमै राम्रोसँग चेक गर्नु होला। आफ्नो डेट अफ बर्थ होइन, पासपोर्ट नम्बर, पासपोर्ट एक्सपायरी डेट, आफू कहाँ गएर बस्ने हो, त्यो होटलको ठेगानादेखि लिएर सम्पूर्ण चिजहरू चाहिँ तपाईँले राम्रोसँग त्यसमा हाल्नुपर्ने हुन्छ। किनकि मिस्टेक भइदियो भने पनि भिसा रिजेक्ट हुन्छ है। अनि त्यसपछि यो हालिसकेपछि अन्तिममा तपाईहरूले गएर डकुमेन्टहरू चाहिँ अपलोड गर्नुपर्ने हुन्छ। एक नम्बरमा हाल्नुपर्ने डकुमेन्ट भनेको तपाईँको के हो त भन्दाखेरि भ्यालिड पासपोर्ट हाल्नु पर्यो है। पासपोर्ट हाल्नु पर्यो। त्यसपछि तपाईँको होटल कन्फर्मेसन भनेको छ। होटल कन्फर्मेसन पनि तपाईँको के त भन्दाखेरि यो पनि डमी हाल्नुहुन्न है। यो पनि तपाईँले ओरिजिनल नै हाल्नुपर्ने हुन्छ। र यसपछि भनेको फ्लाइट टिकट पनि तपाईँले ओरिजिनल नै हाल्नुपर्ने हुन्छ है। फ्लाइट टिकट ओरिजिनल जुन दिन जाने हो पहिले तपाईँले डेट फिक्स गरेर तपाईँले फ्लाइट टिकट पनि ओरिजिनल हाल्नुपर्ने हुन्छ। र त्यसपछि तपाईँले 3 महिनाको ब्याङ्क स्टेटमेन्ट जसमा चाहिँ मिनिमम 1 लाख रुपियाँ ब्यालेन्स हुनुपर्छ त्यो पनि तपाईँले अपलोड गर्नुपर्छ। र सिटिजन या नेसनल आइडी जे छ दुईटा मध्ये तपाईँले यति हालिसके पछाडि सकिसके पछाडि तपाईँको लास्टमा भनेको चाहिँ उनीहरूले क्युआर दिन्छ तपाईँलाई। यो सबमिसन भइसके पछाडि क्युआर आउँछ। क्युआर चाहिँ तपाईँको यस्तो हुन्छ, म तपाईँलाई लाइभ यसको वेबसाइटमै देखाउँछु। ल तपाईँको एप्लाई भइसके पछाडि यहाँ गएर अब प्रोसेस टु पेमेन्टमा जाने। पेमेन्टमा गइसकेपछि यहाँ एउटा क्युआर जेनेरेट हुन्छ। हेर्नुहोस् हजुरको क्युआर, त्यसपछि यस्तो खालको क्युआर आउँछ। र यो क्युआर सहित हामीले चाहिँ यो बोकेर हामी जानुपर्ने चाहिँ कहाँ हुन्छ भन्दाखेरि तपाईँको ब्याङ्कमा यो क्युआर बोकेर ब्याङ्कमा जान्छौँ। र ब्याङ्कमा गइसके पछाडि हामीलाई ब्याङ्कमा यो देखाउँछौँ, पासपोर्टको एउटा कपी देखाउँछौँ। त्यो गरिसकेपछि ब्याङ्कले तपाईँलाई बनाइदिन्छ क्युआर। र त्यो दिइसकेपछि एउटा ड्राफ्ट बनाउँछ। र त्यो ड्राफ्ट बनाइसके पछाडि त्यो ड्राफ्टलाई चाहिँ लिएर हामी कहाँ जान्छौँ भन्दाखेरि थाई एम्बेसीमा बुझाउन जान्छौँ। र थाई एम्बेसीमा बुझाउने भनेको बिहान 9 बजीदेखि 11 बजीभित्र बुझाइसक्नुपर्ने हुन्छ। र त्यो बुझाइसके पछाडि अनि बल्ल हाम्रो चाहिँ अनलाइनमा हालेको प्रोसेस चाहिँ एम्बेसीमा पुग्छ र प्रोसेसिङमा जान्छ। र तपाईँले त्यो प्रोसेसिङमा गइसके पछाडि आफ्नो इमेलमा यसो चेक पनि गरिराख्नु पर्ने हुन्छ। र त्यो अघिको जुन हामीले आइडी बनाएर लगइन गरिसकेको त्यहाँ गएर पनि हेरिराख्नु पर्ने हुन्छ। डकुमेन्ट केही मागेको छ भने अनि रिअपलोड गर्नुपर्ने हुन्छ। कुनै पनि डकुमेन्टहरूलाई 2 चोटिसम्म अहिलेको समयमा 2 चोटिसम्म चार्ज दिन्छ। 2 चोटिसम्म पनि तपाईँले त्यो रङ हालिराख्नु भयो, कन्फर्म होटल हाल्नु भएन, कन्फर्म टिकट हाल्नु भएन भने चाहिँ भिसा रिजेक्ट हुन्छ। र 6-7 डेजभित्रमा चाहिँ तपाईँको आफ्नो इमेलमा भिसा आइसकेको हुन्छ। भिसा चाहिँ यसरी आउँछ है। तपाईँको भन्नुहोस् है, यहाँ छ यसरी तपाईँको भिसा एप्रुभ भयो भनेर यसरी आइदिन्छ। अनि यहाँ तपाईँको आफ्नो पिडिएफ हुन्छ। यो पिडिएफलाई डाउनलोड गर्ने अनि लाने। ओके, यति गरेपछि तपाईँको भिसा आइहाल्छ। सजिलो छ। तर अलिकति डकुमेन्टहरू जुन तपाईँले हाल्नुहुन्छ त्यो डकुमेन्टहरू चाहिँ ओरिजिनल राख्नुपर्ने हुन्छ तपाईँले। अनि वेट गर्नु पर्यो र के डकुमेन्टहरू बेला मागिरहेको हुन्छ त्यो कुरालाई ख्याल गर्नु होला। हस्, थ्याङ्क यू सो मच। अरू पनि यस्तै खालको भिडियोहरू लिएर आउने नै छु। कृपया हाम्रो च्यानललाई सब्सक्राइब गर्नु होला।